नमस्ते, गुड मर्निङ सेवारो साथीभाइहरू सबैजना आरामै हुनुहुन्छ होला। आजको यो ब्लग चाहिँ हामी हाइकिङ हिँडेको टाइम छ, फुर्सद छ भने बसेर हेर्नु होला। फुर्सद छैन भने अहिले नै स्किप गरेर पछाडि जान सक्नुहुन्छ, अरू भिडियो हेर्न सक्नुहुन्छ। टाइम छ भने मात्र हेर्नुहोस्, स्किप नगरिकन। ट्रेकिङ हिँडेको गाइज लौरो चाहिँ यस्तो छ आफ्नो चाहिँ बाँसको। यता दाइहरू अर्को आउँदैछ, चन्द्र दाइ पर सकिँदैन, भुँडी लागेको छ धेरै मेरो। खबरहरू छ माथिको त्यो रातो रुखनिर पुग्नु पर्ने अरे भन्छ यो विशाल दाइले। कहाँ लानु खोजेको, जहाँ पनि जाने पऱ्यो। भर्खर आउँदैछ गाइज। अब हामीहरू कता पुग्छौँ के गर्छौँ तपाईँहरूलाई देखाउने छु। हेर्दै जानु होला मित्रहरू, हेर्दै जानुहोस्। आएर थचक्कै बसिसक्यो चन्द्र दाइ। हेटहरू कहाँ कहाँ लिएर हिँडेको केटाहरूले। घरि माथिबाट बाँदरले ढुङ्गा झार्छ यार। ब्लग बनाउँदैछु, बा लडिहाल्छ कि। यता केटाहरू आउँदैछ। भाउजूले मार्छ भनेर आज के टिप्न लिएर हिँडेको। यतै पौडी खेल्न जाँदा नि हुन्थ्यो त, मान्दैन। ल बल्ल बल्ल चढेँ यार म त। सन्ध्या दाइ कसरी आउँदैछ। आम्मा झन्डै 15 फुटभन्दा बेसी छ हौ झाटो। यस्तो नि हुन्छ। अब अबिन्दै त्यो झोला फालिदिनु दाइ। कहाँ यहाँबाट आउँछ झन्, कहाँ यहाँबाट आउँछ, त्यहीबाट आउनु नि। झोला चाहिँ फाल्नु माथि। अबिन्दै तर हामीभन्दा धेरै छिटो चढ्यो यार। पाहाड हिँडेको मान्छे पहिला हिँडिहाल्छ। खलखली पसिना खलखली पसिना, अझै कति हिँड्नु पर्ने यो बाटो, सक्दिनँ म बिर्सन। कहाँ लयो केटाहरू। खै के घाँस, रुखको घाँस टिपी खाँदै हिँड्दैछन्। पुरै बुझ्दैन। अप्ठ्यारो न अप्ठ्यारो बाटो छ। ए एउटा हात मोबाइल, एउटा हात चढ्यो है रमाइलो गट। त्यो भिड पहिरो गएको छ। सिप्ली खोज्नु हिँड्ने गरे। क्या हो सिप्ली भनेको? रुखमा फल्ने सब्जी पकाइ खाँदो रहेछन्। म त पहिलोचोटि हो। शेरगे पुग्नु आँटियो। जहाँ जाँदा अप्ठ्यारो छ त्यो थियो। यिनीहरू त गयो, हामी कसरी जाने गर्ने। हामीहरू रेस्ट गरेको अवस्था छ यहाँनिर। अब्बरै भिड उकालो चढेर आइसक्यो साथीहरू। माथि शेरगे नै आइपुग्न आँटिसक्यौँ। त्यो अघि देखाएको रातो रुख कटिसकेका छौँ। निकै माथि आइसकेका छौँ। झन्डै 1 घन्टा भइसक्यो। अब अझै अलिकति माथि जान्छौँ। तपाईँहरू हेर्दै गर्नु होला साथीहरू। हामीसँग बसेर आज चाहिँ जिन्दगीमा पहिलोचोटि नभनौँ बच्चामा नि हिँडेकै हो। भिड पाखा त धेरै पछि चाहिँ हिँडियो। 18-19 वर्षपछि हिँड्यो भनौँ न लगभग। साह्रै गाह्रो छ साथीहरूबाट। अब सुँगुरको मासु 2 केजी ल्याएको छौँ। सेका पोलेर खाने भनेको साथीहरू।
दाउरा बोकेको छु मैले एउटा कर्नेले एउटा बोकेको दाइहरू यहाँ बसेछ अनि यता पानी सानी छैन यस्तो ठाउँमा पहिरो गएको छ भिड छ उ माथि ओइ ढुङ्गा आयो ओइ बाँदरले ढुङ्गा हान्दैछ अब विचार गरेर बस्नुपर्ने हुन्छ यताबाट आयो भने यताबाट ढुङ्गा आयो भने राइटपट्टिबाट आउँदैन खै के टिप्न आएको यो घाँसपुस खाने मान्छेहरू छ हिँड्नु पनि गाह्रो हुन्छ यस्तो त खानुपर्छ त आजसम्म यस्तो नखाएको मैले साथीहरू कहाँबाट यसको रुख चाहिँ यस्तो रहेछ यो हरियो सिप्ली हेर्नु साथीहरू साह्रै दुःख पाइयो टमाटर यहाँ खोर्सानी नुन छ बोरा पनि लिएर आएको छ कति बोरा लाने हो केटाहरूले यताबाट ढुङ्गा झर्दैन विशाललाई माथि पुग्यो कहाँ अनि खोला न छोला पानी न सानी कहाँ सेको बोल्नु त यहाँ ल ल जाउँ त्यही जाउँ आफ्नो आफ्नो दाउरा बोकौँ केटाहरूले छोडेर गइसके मलाई साथीहरू सबै झोलाको जिम्मा मलाई दिएको छन् खोल्सी हिँड्नु पर्ने म साथीहरू यहाँ पानी भेटियो पानी खान पाइन्छु भन्ने आश त लाग्यो हात फोहोर छ हात धोएर सट्ट पाहाडको पानी हराएको थियो बाटोमा यता पानी सुरु भयो है अब चाहिँ अब यो पानी खानुपर्ने हुन्छ मैले साह्रै चिसो लागेको छ एकछिन म यहाँ रेस्ट हान्छु केटाहरू कोही पनि छैन सबैजना मलाई छोडेर लाखापाखा लागिसके म एक्लै छु पुरा ओडार छ त यहाँ त झोला कम त गरौँ छैन यो पानी चाहिँ मैले खानुपर्ने हुन्छ गाइस जुत्ता नभिजाइकन मोबाइल पनि नभिजाइकन तर जाने कसरी हो त्यहाँ बोतल चाहिँ एउटा बोक्नु पर्ने रहेछ यार पानी खानुलाई ल झन्डै पर्दै जुगा त छैन होला नि कति मिठो हौ जुगा आउने डर हुन्छ क्या त्यहाँ डाइरेक्ट खाना नखाएको त्यहाँ डाइरेक्ट खान पनि सकिन्छ नाखिलो जुगा छिन्छ र जुगा लाग्छ क्या अन्त केटाहरू छोडेर कहाँ गयो मलाई यार माछालाई झन्डै लड माइला गट पोखरीको बिचमा ढुङ्गा रहेछ सर्प नि हुनसक्छ एकदम ध्यान दिएर हिँड्नुपर्ने हुन्छ मैले मान्छेहरू कसरी ब्लग बनाउँछ यस्तो ठाउँमा म त एउटा हातले मोबाइल बोकेर झोला दुईवटा भिरेको छु खोला कहाँ पुग्नुपर्ने हो मलाई आफूलाई थाहा छैन यार फोन लाग्छ लाग्दैन यहाँ छोडेर हिँडेँ सबैजनाले उनीहरू चाहिँ जङ्गलमा रुखमा माल टिप्नु सिप्ली कि चिप्ली भन्ने टिप्नु आएका छन् आफू त हालत खराब छ गाइस हेर्न सक्नुहुन्छ यस्तो ठाउँमा साल गाई गोरु पनि छन् त गाई गोरु छन् त डर छैन होइन गाई गोरुले मुतेको पनि छ यो पानी यही पानी पनि खायौँ हामीले होइन अब म यहाँ एकछिन रेस्ट गर्छु आम्मा यिनीहरूले मलाई हान्दैन नि सिङ त के छ ठुल्ठुलो मेरो लौरो चाहिँ बोकेर बस्नुपर्छ यार डर लाग्नु थाल्यो अहिले आएर
गोठालो चाहिँ कहाँ छ या खोला खोला आऊ भन कहाँको खोलामा आऊ भन्यो थाहै छैन कति भइसक्यो अम्म साढे भइसक्यो म त केटाहरूले छोडेर गइहाल्यो अब निन्दा लाग्नु थाल्यो अब सुत्दिन्छ ढुङ्गामा कता गयो कोही पनि छैन 1 घन्टा भइसक्यो हराएको यता लङ 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 खोला बजेको छ है हेर्न सक्नुहुन्छ कस्तो दामी झरना छ साथीहरू यो गोरुले निकै कान ठाडो पारेर मलाई हेर्दैछ असला हान्ने हो कि भन्ने डर छ 6-7 वटा गोरु रहेछ यहाँ अनि एउटा गाई छ टक्ने जा उता भागै उता नआइछ मासाले हेरेछ एमा असला उता जा भनेको नहेर भनेको हेर भने सुन्छ कि क्या एकछिन सुतौँ भनेको अब म सुत्छु अब निन्दा लाग्दैछ मलाई केटाहरू छोडेर हिँड अहिले यहीँ आउँछ होला नि त भनेर बसेको छु आउँछन् कि आउँदैनन् थाहा छैन आएन भने साथीहरू यहीँ रात बिताइदिन्छु म हाटमा यहीँ बसिदिन्छु ल नआइज त अम्बो यता तम्सिन्छ त यो त यार लौरो छैन यहाँ एउटा लौरो त छ म हाटमा यता आयो भने त मैले लौरो ठाडो पारिहाल्छु कहाँ गयो यार केटाहरू पुरै छोडेर हिँडेर एउटा यिनीहरूले त यस्तै छ साथीहरू माथि भिड छ म क्यामेरामा चाहिँ देखिँदैन होला मजाले आम्मा त्यो कस्तो भिड छ क्यामेरा कस्तो नदेखेको नि जुम गर्नुपर्छ जुम कसरी गर्छ ए यसरी थोडा भिड छ यहाँ अब आफ्नो त सस्तो मोबाइल आइफोन स्यामसङ जस्तो जुम हुँदैन जिन्दगी छ कमाइ धमाइ छैन नेपालमा यसरी घुमो डुलो यस्तै रिल्याक्स बस्नु रिल्याक्स दुईटै झोलाइ हानेर राखेको छु आफू त बिन्दास खालको मान्छे हो कि साथीहरू केटाहरू कता गए अब थाहा छैन कता गए थाहा छैन कपडा सपडा खोलियो अब नुहाइन्छ त्यहाँ बोतल पनि भेटाइहालिए बोतल ढुङ्गाले ट्याक्क हानेर काटेको छु अब चट्टसँगले नुहाइन्छ यहाँ बसेर चट्ट कुवा जस्तो नि बनाएको छु यहाँ ढुङ्गामाथि बस्छु चट्टै यहाँ नुहाउँछु हुन त उहाँ झर्नामा नुहाउँदा नि हुन्थ्यो हुनु त तर मलाई अब यस्तै टोक्कीले नुहाउनु मन लागिरहेछ तर म अब नुहाउँछु टाउको चाहिँ नुहाइसकेँ साबुन त ल्याएको छैन अब नुहाउने हो बस्ने हो के गर्नु त अब केटाहरू छोडेर गइ कपडाहरू खोलेर यहाँ राखेको छु जुत्ताहरू झोलाहरू सबै यहीँ छ अब नुहाउँछु बस्छु के गर्नु त छैन कोही पनि सुनसानी अहिले त त्यो गोरुहरू पनि थियो गोरु पनि छैन पाखा भित्ता भिर छैन कोही पनि छैन गाइस अब हामी भइसकेको अवस्था छ गाइस अहिलेसम्म आइपुग्दैन 2 घन्टा हुन आँट्यो अब सुत्छु मुख छोपेर 1 घन्टा जस्तो सुत्दिन्छु अब आफ्नो जुत्ता त निकै छ गाइस यो दुईटा ठुलो डबा चाहिँ मैले ल्याएको अरू अबिन दाइले अनि कर्नेले ल्यायो अलिअलि यो विशाल दाइले त केही पनि बोकेको छैन यो सिप्ली कि पिप्ली भन्ने मात्रै बोकेको यो यहीँबाट बोक्या हो यहीँबाट यो चन्द दाइले केही पनि बोकेको छैन त्यहाँ दाउरा ल्याऊ दाउरा ल यहाँ चाहिँ पहिलेदेखिको ढुङ्गा यही ढुङ्गामा पोलेर खाने अब हामी दाइहरूले सुँगुरको मासु ल्याउनु भएको छ साथीहरू अहिले चाहिँ हामीहरू सिप्ली बोकेर आइसकेको छौँ यता बोराको बोरा भरेको छ यता पनि बोरा छ दाइले पनि ल्याउँदैछ लिएर आएछ अनि चट्टसँगले अब बस्ने खाने रमाइलो गर्ने जोगी झोला बोकेर आइपुगिसकेको छ दुईटा दाउरा हल्लाउँदै ए तपाईले चाहिँ रुखमा चढेर टिपे हैन रुखमा चढेर टिपे कि नटिपेको भन्नु नि तपाईले झोलामा आउँछ त्यतिकै तपाईले रुखमा चढेर टिपेको यो तर विशाल दाइले रुखमा नचढिकन टिपेको त्यो उहाँ भतिज भेटिहालेछ 1 बोरा टिपेको थियो आधी खर लेप दियो उहाँ हानेर
यहाँ लाऊ स्वर त राम्रो छ यहाँ लाऊ यहाँ अनि यो दुईजनाले पुग्दैन बुढाबुढीलाई यो त कति जोख्यो भने त एक पाउ मात्र सही क्या हो गर्ने यता आगो बाल्दैछ खोर्सानी त भारी चोपेर खाने हो क्या साथीहरू अहिले चाहिँ हामीहरू यहाँ सेकुवा पोल्नलाई रेडी भइरहेको छ र हाम्रो विशाल दाइले चाहिँ मेरिनेट गर्दै हुनुहुन्छ नुन मसलाहरू दल्दै हुनुहुन्छ चन्द्र दाइ चप्पल लाएर अगाडि बढिरहनु भएको साथीहरू अब यहाँ त व्यवस्था हुन्छ त्यो लोकल ल्याउने अलिकति लोकल खोइसाची खोइ लागि कस्तो खालको साथीहरू लिएर हिँडे लोकल खान्छन् हाम्रो साथीहरू हामी चाहिँ यस्तो खाँदैनौँ हेर्नुहोस् तर हाम्रो यता दाइहरू चाहिँ खानुहुन्छ रक्सी म चाहिँ त्यस्तो खाँदिनँ 3 पिस त यत्रो दुध भएकोले यस्तो हुन्छ गोर्खा दुध त बढेको रहेछ अनि 3 पिस त के अलि लाउ नुन अलि हाल्नु बढे लाग्छ सिप्ली टिपेर अहिले चाहिँ एकदमै गलेको अवस्था छ साथीहरू अब एकछिन मासु पाकी भएपछि मासु खाने बस अब ढिलो हुने भएर केटाहरूले 2 ठाउँ आगो बालिसके 2 ठाउँ पोलेर खानुपर्ने भइसक्यो साथीहरू अब चाँडै नै खाइ भ्याएर गइन्छ जस्तो छ 5-10 मिनटमै खासै भिडियो होला जस्तो छैन तर यो पातलो ढुङ्गा खायो अलि छिटै हुन्छ अविन्दाले अब्बर झोक्छले खा पड्किन्छ क्या पानी हालेपछि दलेर पुरा सफा गर्नुपर्छ बोसोले बोसोले सफा गरेपछि त सफा हुन्छ यसलाई पनि त्यहाँ त्यो बोसोले यता ल्याएर सार्नुपर्छ तातेपछि अनि त्यसपछि हुन्छ यो ढुङ्गा चाहिँ पड्किन्छ यो चाहिँ पातलो छ अलिक पर बस्नु पर्यो म चाहिँ भनेर लागिरहेछ दाइले स्टार्ट हान्नु भयो यस्तो छ है ठाउँ चाहिँ साथीभाइहरू अहिले चाहिँ साथीहरू हाम्रो कर्नेलले चाहिँ अचार बनाउँदैछ टमाटर पिनेर विशाल दाइको कर्नेलले सिलौटा अर्गानिक भेटेर ल्याइसकेको छ साथीहरू ल र कुकुर पनि आइसकेको छ साथीहरू मासुको गन्धको सुनेर होला अहिले चाहिँ साथीहरू हामीहरू चाहिँ सेको खाएर पनि ओह्रालो लगाइसकेका छौँ सबैजना तल पुगिसक्नु भएछ दाइहरू अनि एउटा भाइ छ गर्ने अरू हामी सबै मेरो त दाइ हो सबै तपाईँहरूलाई खाएको चाहिँ नदेखाएको खाएको भिडियो के बनाउनु होइन आजको ब्लग यहीँ अन्त्य गर्न चाहन्छु थ्याङ्क यू सो मच साथीहरू मन परेमा लाइक गरिदिनु होला